यो तीनवटा हेबिट तपाईँले फलो गर्नुहोस्। आइएम स्योर यसले तपाईँको लाइफमा धेरै नै चेन्ज ल्याउँछ के। नम्बर 1 हेबिट के हो भनेपछि आफू एउटा क्लियर गोल सेट गर्नुहोस् के। तपाईँ जुन मान्छेको लाइफमा कुनै क्लियर गोल हुँदैन त्यसको कुनै डाइरेक्सन नै हुँदैन, त्यो बिना डाइरेक्सनले यताउति भौतारिरहन्छ राइट। सो तपाईँको आफ्नो लाइफमा एउटा क्लियर गोल हुनुपर्छ, तपाईँले फ्युचरमा के गर्नुपर्ने छ। अब यो क्लियर गोल यस्तो हुनुपर्छ कि त्यो कुनै कुराबाट इन्फ्लुएन्स भएको हुँदैन राइट। तपाईँले आज कुनै मुभी हेर्नुभयो, त्यो मुभीमा तपाईँले डक्टरको लाइफस्टाइल हेराएछ भने तपाईँले दिमागमा आएको होइन म डक्टर भन्छु। अर्को मुभी हेर्नुभयो त्यहाँ तपाईँको पाइलटको लाइफस्टाइल हेरेछ भने तपाईँले लाग्छ म पाइलट भन्छु। सो यो कुनै गोल होइन, यो जस्ट तपाईँको माइन्ड चाहिँ इन्फ्लुएन्स भएको हो। सो यो तपाईँले यसरी हेरेर नै आफ्नो गोल बनाउनु भयो भने तपाईँ चाहिँ फस्नुहुन्छ, आइएम स्योर। सो तपाईँको इन्ट्रेस्ट के छ, तपाईँ सब हरेक मान्छेलाई आफूसँग झुट बोल्न सक्दैन राइट। सो आफूसँग अनेस्टली सोध्नुहोस् मेरो इन्ट्रेस्ट के छ, म केमा चाहिँ कुनै काम एकदम नथाकिकन गर्न सक्छु र मेरो दिमाग केमा धेरै चल्छ, यो आफूसँग सोच्नुहोस् के। अनि यो सोधेपछि बल्ल तपाईँको जुन एन्सर आउँछ त्यो एन्सर नै तपाईँको लागि त्यो फ्युचर गोल हुन जान्छ। बट त्यसो त्यो गोललाई आफूले क्लियरिफाई गर्नुहोस्, आफूले क्लियर गर्नुहोस्, कपी पेन लिएर त्यो गोल चाहिँ लेख्नुहोस्। यो तपाईँको लङ टर्म गोल हुन्छ। फर इक्जाम्पल तपाईँले साँच्चीकै डक्टर पढ्न मन लाग्यो होइन, त्यसको त्यो तपाईँको गोल भयो। अब त्यो गोल लङ टर्म गोल भयो। अब त्यो लङ टर्म गोलको लागि तपाईँले ब्रेक गर्नुपर्ने हुन्छ सर्ट टर्म गोलहरूमा। मिन्स तपाईँले त्यो डक्टर बन्नलाई तपाईँले के गर्नुपर्ने हुन्छ, लाइक तपाईँले 11 12 मा साइन्स पढ्नुपर्ने हुन्छ, त्यसपछि तपाईँले कमन इन्ट्रान्स इक्जाम दिनुपर्ने हुन्छ, बल्ल तपाईँले एमबिबिएसमा आउनुहुन्छ, एमबिबिएस पास पर्ने हुन्छ, अनि बल्ल तपाईँ डक्टर हुनुहुन्छ, अनि बल्ल तपाईँ माथि अझै पढ्न चाहनुहुन्छ भने स्पेसलाइजेसनको लागि पढ्नुपर्ने हुन्छ राइट। सो यो तपाईँको सर्ट टर्म गोलहरू भयो, यसले तपाईँले डिभाइड गर्नुहोस्। सो नम्बर 1 टिप्स, आफ्नो दिमागमा एउटा क्लियर चाहिँ गोल राख्नुहोस्। अर्को भनेको डेली प्लानिङ। मान्छेले धेरै स्टुडेन्टले चाहिँ यो चाहिँ बिर्सिहाल्छ कि तपाईँ बिहान कति बजे उठ्नुहुन्छ र राति सुत्ने बेला कति बजे सुत्नुहुन्छ, यो दुईटा टाइम तपाईँले फिक्स गर्नुपर्ने हुन्छ। अनि बल्ल उठिसकेपछि तपाईँले बिहान उठ्ने बित्तिकै तपाईँले के गर्नुपर्ने छ अलरेडी तपाईँको दिमागमा फिक्स हुनै पर्छ कि। यस्तो होइन कि म बिहान 7 बजे उठिरहेछु अनि बल्ल म सोच्छु जे सामने आउँछ जस्ट ऱ्यान्डम पारामा चाहिँ गर्दै जाने, त्यस्तो चाहिँ हुँदैन। हरेक कुरा तपाईँले हरेक घन्टामा तपाईँले के गर्नुपर्ने हो त्यो तपाईँले दिमागमा अलरेडी प्लान हुनुपर्छ। सो डेली प्लानिङमा तपाईँले ध्यान दिनुपर्ने हुन्छ। अर्को भनेको टाइम म्यानेजमेन्ट। टाइम म्यानेजमेन्ट भनेको के यो होइन कि तपाईँले कुनै पनि मान्छेले एउटाको हरेक काम चाहिँ एकै टाइममा गर्न सक्दैन राइट। सपोज तपाईँले अहिले स्टुडेन्ट हुनुहुन्छ भने तपाईँको काम भनेको पढ्ने हो। अब पढ्दा नै अरू मान्छेले भन्छ होइन म काम पनि गर्छु पढ्छु पनि, त्यस्तो चाहिँ हुँदैन, किनभने त्यस्तो गर्न सकिन्छ। बट जुन इफोर्टले तपाईँले पढ्नुपर्ने हो त्यो इफोर्टले तपाईँले पढ्न सक्नुहुन्न। सो यसको लागि तपाईँले टाइम म्यानेजमेन्ट पनि गर्नुपर्ने हुन्छ। टाइम म्यानेजमेन्ट भनेको किन गर्नुपर्छ भनेपछि तपाईँले पढ्दाखेरि 24 आवर कसैले पढ्न पनि सक्दैन र पढ्नु पनि हुँदैन, अनि त्यो चाहिँ लगभग गर्न सकिँदैन राइट। सो तपाईँले डिभाइड गर्नुपर्ने हुन्छ कति टाइम म पढ्छु, कति टाइम म के गर्छु, कति टाइममा कुन बेलामा खाना खान्छु, कुन बेलामा खेल्छु या बाहिर घुम्न जान्छु। सो यो अलरेडी तपाईँले म्यानेज गर्नुपर्ने हुन्छ, बल्ल तपाईँको लाइफ एउटा ब्यालेन्स्ड वेमा तपाईँले हिट्छ राइट। सो टाइम म्यानेजमेन्ट पनि गर्नुपर्ने हुन्छ। सो मैले 3टा टिप्स के दिएँ भने एउटा क्लियर गोल राख्नुपर्ने हुन्छ, अर्को भनेको डेली प्लानिङ गर्नुपर्ने हुन्छ, अनि त्यो डेली प्लानिङको लागि तपाईँले टाइम म्यानेज डेली गर्नुपर्ने हुन्छ। सो यो 3वटा हेबिट तपाईँले आफ्नो लाइफमा ल्याउनुहोस्, आइएम स्योर तपाईँको लाइफमा चेन्ज केही न केही आउनेवाला छ।